बत्ती बचाइरहेको गाइड डुब्यो यसो हेर्नुपर्दा यो बाइल पुरै देउँछ अब केले हेर्ने नि सालेको ल ओके 61 हेरौँ है लागिरहेछ कार्यक्रम पनि भइरहेछन् होइन लगाएर एउटा सब्सक्राइबर हेर्छ नि एउटा सब्सक्राइबर हेर्छ है ल यसो हिँडिराखौँ हामी चाहिँ बिहान बिहानै मिठो छ सर तर सेतो रहेछ अहिले रातो सेतो सही सेतो आइगर लागु चहलपहल एकदम छ है त भलिबल भइरहेछ ल एकछिन भलिबल हेरौँ है त हाम्रो 3 नम्बरवटाको टिम हो होइन हाम्रो सेकेन्ड लाइन 3 कोच राख्नु भएको छ भने यो चाहिँ हाम्रो हेस्टरहरू यता हुनुहुन्छ ल यो चाहिँ हाम्रो 2 नम्बरको टिम एउटा छ 2 नम्बरवटा भएपछि 3 नम्बरवटा भइरहेछ है मेला पनि लागिरहेछ महिला भलिबल सुरु भइरहेछ है गेम पनि 3 नम्बरले जितिसक्यो ल गाइड डुब्यो जित है गेम जित्नु पर्यो मेला यस्तो यता यसरी लागिरहेछ मेला चाहिँ है गेम हेर्दै हामी गेम हेर्दै बसिरहेछौँ गेम भइरहेछ भरत दाइहरू अनि पुरे दाइहरू होइन सरोज दाइहरू सुनिल दाइहरू छन् यता चाहिँ हाम्रो यता 5 नम्बर टिम छ यसो हेर्नुपर्दा यो बाइल पुरै देउँछ अब केले हेर्ने नि सालेको दियो खासमा एउटा दुईवटा तीनवटा चारवटा गाह्रोको लागि भएको छ सबैभन्दा गाह्रो चाहिँ उता पछाडि विमल दालाई भालो गाह्रो छ हेर्दैछौँ होइन एकदम सुकुरार चाहिँ मेला लागिरहेछ है ल ओके 61 हेरौँ है दामी है हाम्रो बडामेला टिम हो यसको जर्सी स्पोर्ट्स चाहिँ हाम्रो शिवजङ दाइले गर्नुभएको छ हामी चाहिँ टक्क लगाएर अहिले मजासँग यता सुकुरारको पुलमा हिँडिरहेछौँ र मजासँग भिजिट भइरहेको है टक्क नयाँ चस्मासँगै नयाँ लुक्स पनि आज फेरिरहेछ गाडी हिँडेको पुलहरू लगाइराख्ने यार मेलाको चहल पहल यता छ ल ओके ढल्छु होला म ओके एकदम बवाल भइरहेछ चाहिँ आज चाहिँ हामी त्रिवेणी घाट कपमा एकदम रमाइरहेछौँ नयाँ लुक्स वाउ ल है त यो त फोटो खिच्के मेला चाहिँ दामी लागिरहेको एकछिन टक्क सुकुरार बजार हेर्न सक्नुहुन्छ गाइज यता चाहिँ हाम्रो पुल पनि छ हिँडिराख्नु भएको छ मान्छेहरू होइन लगाएर चाहिँ सुकुरारको लुक्स यस्तो छ होइन मेला पनि लागिरहेछ मान्छे चाहिँ ठिकै हुनुहुन्छ है ल ओके बजार यता छ तल खोलामा चाहिँ यस्तो आफ्नो बजार अनि त्यसपछि यता मेला भइरहेछ फिल्डमा ल ओके ल यहाँ चाहिँ को आउनु भएको छ कमेन्ट गर्नु होला है त त्यो चाहिँ भलिबल भइरहेछ आज चाहिँ हाम्रो लास्ट भनेको गेम गाइस लास्ट भनेको गेम चाहिँ आज फाइनल नहोला जस्तो छ पर्सि झन्डै आज 16, 17, 18 गते हाम्रो फाइनल होला जस्तो छ है त ल के मेला चाहिँ लागिरहेछ है ल के कस्तो हुन्छ हेर्दै गर्नु होला एउटा सब्सक्राइबर हेर्छ नि एउटा सब्सक्राइबर हेर्छ है एउटा हेर भाइरल ल यसो हिँडिराखौँ हामी चाहिँ बिहान बिहानै टक्क यता चाहिँ हाम्रो यो पूर्ण गाउँ भन्छ होइन मेलाको लास्ट दिनमा छौँ
गाइस त्यही नि हो है त मजासँग बिहानै यता मुख नधोएरै हिँडिरहेको छौँ ल ओके आज के कस्तो हुन्छ हेर्दै गर्नु होला लास्ट दिनमा है हामी चाहिँ गाउँमा बसेको नि त यता साथीहरूसँग हेलो गुड मर्निङ नमस्ते गाइज हामी चाहिँ आज सोगडातिर छौँ होइन त्रिवेणी घाट प्रथम त्रिवेणी घाटको आज हामी चौथो दिनमा छौँ ल यो चाहिँ हामी यता गाउँतिर बसेको हो अनि मजासँग दामी खोला बगिरहेछ ल यता ल हाम्रो केटाहरू चाहिँ उता केटाहरू हिँडिरहन् ल म चाहिँ यता छु आज के कस्तो हुन्छ हेर्दै गर्नु लास्ट दिन है त ल यता चाहिँ हाम्रो भलिबल भइरहेछ आज चाहिँ मेलाको लास्ट दिन राम्रो एकदम लागिरहेछ है यता चाहिँ हाम्रो सुकुरा बजार भयो खोलाएर के कस्तो हुन्छ हेर्नु गर्नु होला है छोड्दिनु त्यसले बल छोड्ने हुन्न अब हामी लाइन्समेनको लागि आयोजक कमिटीहरूलाई जिम्मेवारी के कस्तो हुन्छ कहाँबाट एउटा हाम्रो अरू खै अब सोध्नु प्रथम त्रिवेणी घाट एकादशी कप 2082 को यो फाइनल खेल कमल फार्मेसी गंगादेव बेयस बडाढुङ्गा सरी यतिखेर गंगादेव दुई बडा मेलाको खेल फाइनल खेल हुँदैछ फाइनल भलिबल भइरहेछ जसको फाइदा बडा मेलाको अङ्क रहेको छ 5 भने कमल फार्मेसी 2 कमल फार्मेसी यो निकै प्रतिस्पर्धात्मक खेल अवसर हुन सक्छ जर्सी नम्बर 7 को राम्रो प्रहार तर ब्लक भएको छ यो उत्कृष्ट ब्लक अङ्क थप्दै बडा मेला 6 भने 23-16 जर्सी नम्बर 6 बाट निकै पावरफुल स्पाइक अब सेट पोइन्टमा पुगिसकेको छ बडा मेला सहज निकै सहजता छ यो सेटमा सम्भावना 100मा 100 गरी सहजताका साथ अगाडि बढिरहेको छ अब यो अन्तिममा यो छोड्नुहुन्न यो मौकालाई मान बहादुर 16 को विरुद्ध 25 अङ्क प्राप्त गर्दै 2 सेट आफ्नो नाममा दर्जा गर्न सफल बडा मेला कमल फार्मेसीले 1 सेट छ भने बडा मेला 2 सेट
कोच बस्नु होला अरु बाहिर आइदिनु होला कृपया स्वयं सेवकको बल पछिदिनु होला यो भी कसलाई मिनट फोन चाहिँ हेर्न बाँकी नै छ हाम्रो सुपरियर भाइ हुनुहुन्छ सबको लागि सर्भिसमा होइन आहा ल 24-18 छ बडा मेला 24 छ भने कमल फार्मेसी 18 छ यसको स्पोर्ट्समा चाहिँ हाम्रो शिवजन दाइले गर्नुभएको थियो हाम्रो बडा मेला टिमको इनर भइसकेको छ ल है त हाम्रो शिवजन दाइलाई हाम्रो स्पोन्सर चाहिँ हाम्रो शिवजन दाइले गर्नुभएको थियो दाइ चाहिँ हाम्रो अहिले डेनमार्कमा हुनुहुन्छ र भर्खर जानुभएको मेलाको माहौल पनि एकदम होइन अनि त्यसपछि हाम्रो आज मेलाको लास्ट दिन पनि कार्यक्रमहरू थुप्रै बाँकी रहेका छन् र आज हाम्रो महिला भलिबल बाँकी नै छ ल है त के कस्तो हुन्छ हेर्दै गर्नु होला आज सुखया मेलाको अन्तिम दिन पनि अहिले एउटा महिला भलिबल भइरहेको छ सिद्धार्थ माली भर्सेस माली गाउँपालिका होइन यो सम्पूर्ण खेलहरू हेर्नको लागि मेरो गाउँ फेसबुकलाई फेसबुकबाट हेर्न सक्नुहुन्छ ल है त मेरो गाउँ भन्ने पेज छ हाम्रो केबी ग्रुपहरूको त्यहाँ गएर हेर्न सक्नुहुन्छ लाइभहरू है ल त्यो मेला पनि लागिरहेको छ त्यही खासमा ल अब चाहिँ हामी एकछिनमा निस्किनु पर्ने पनि हुन्छ गाइस ल के गाइस हामी चाहिँ आज मेलाको चौथो दिनमा छौँ हामी चाहिँ हिजो आएको होइन ल हिजो हाम्रो बसाइ यतै भयो आज पनि यतै भोलि लगभग कार्यक्रम आज सकिन्छ होला समापन पनि छ होइन पुरस्कार वितरण सबै छ ल अनि त्यही नै हो के कस्तो हुन्छ हेर्दै गर्नु होला लाइभ हेर्नको लागि भलिबलको सम्पूर्ण लाइभहरू हेर्नको लागि मेरो गाउँ फेसबुक पेजलाई फलो गर्नु होला है फेसबुकमा गएर अनि केबी गुरुङले हाम्रो चाहिँ त्यो पेजको सम्पादक हाम्रो केबी गुरुङ सर हुनुहुन्छ त्यहाँ गएर चाहिँ हेर्न सक्नुहुन्छ ओके गाइस मेला पनि लागिरहेको छ हामी यतै छौँ भट्किरहेको छौँ अहिले ल मेला स्पेसल गन्जी खाइन्छ होइन होइन केटीले त हाने नि त त्यो हाने बल अहिले हाम्रो मेला स्पेसल चाहिँ हामीले यता गन्जी खाइरहेको छौँ सबै यता हुनुहुन्छ ल मिठो छ नि सर तर सेतो रहेछ अहिले रातो सेतो सही सेतो ल हामीले चाहिँ गन्जी खाइरहेको छौँ मेला स्पेसल घरसँग बसेर ओके ल ल मेलाको अन्तिम भाइब चाहिँ आइगर हाम्रो कमललाई ल अहिले चाहिँ मेलाको अन्तिम छ उनीहरूले अहिले चाहिँ हाम्रो रसी तान्ने कार्यक्रम भइरहेछ
एक पुरै गइन्छ त्यो